बुढी मेरो भिसा आयो, अब केही दिनमा म विदेश जानुपर्छ भन्दै रमेशले आफ्नो बुढी सुन्तलीलाई सुनायो। बिहे भएको 1 महिना पनि भएको छैन, तपाईँ मलाई छोडेर जाने भन्दै सुन्तली आँसु खसाल्न थाल्छिन्। नरौ न, किन रुन्छौ? म हाम्रै भविष्यको लागि जान लागेको त हो नि। घरमा आमा बुवा बहिनीहरू छन्, त्यही नि 2-4 वर्षको कुरा त हो नि, त्यसपछि त म आइहाल्छु नि, अनि सँगै बसौला नि। किन पिर मान्छौ? म फोन गरिरहन्छु, हाम्रो कुरा भइरहन्छ। पहिलाको जमानामा पो चिठी पत्र लेख्नु पर्थ्यो, चिठी पढ्न पनि महिनौं कुर्नु पर्थ्यो। पहिलाको जमानामा जस्तो कुरै गर्न नपाउने कहाँ हो र? अहिले अनुहार हेर्दै गफ गर्न पाइन्छ। किन आत्तेकी बुढी भन्दै रमेशले सुन्तलीलाई सम्झाउँछ। बिचरा सुन्तली भर्खर भर्खर बिहे भएको, त्यही नि प्रेम बिहे। केही दिनपछि रमेश पनि विदेश गयो। सुन्तलीलाई भने जीवन नै अन्धकार भए जस्तो लाग्यो। छन त घरमा सासू ससुरा नन्द छन् नि, तर के गर्नु, आफूले माया गर्ने मान्छे नै आफ्नो साथमा नभएपछि अन्धकार त लाग्ने नै भयो नि। केही दिन त सुन्तलीको सुखपूर्वक नै दिनहरू बितिरहेको थियो, तर बिस्तारै सासूले हेप्न थालिन्, नन्दले कुरा लाउन थालिन्। बुहारी, ए बुहारी, कति त्यो फोनमा मात्र झुन्डिरहेको? यति मेरो एउटा फरिया मिच्दै भनेको कतिचोटि भन्ने हो? ए हस् आमा, म यहाँ छोरासँग बोल्दै थिएँ, अब धोइदिइहाल्छु भन्दै हतार हतार सासूको लुगा धुन थालिन्। त्यतिकैमा नन्द पनि कलेजबाट आइपुगिन्। ए भाउजू लुगा धुन लाग्या रहेछन्, यति मेरो ड्रेस पनि धोइदिनु है, भोलि लाउनु पर्छ, फेरि सुक्दैन, अलि छिटो धोइदिनु है भाउजू भन्दै नन्दले पनि लुगा थप्दिन्। सुन्तली भने केही नबोली हस् भन्दै खुरु खुरु लुगा धुन थालिन्। दिनहरू यसरी नै बितिरहेको थियो। सुन्तलीलाई गाउँमा कोहीले भन्थे, बिहे भएको 1 महिना पनि नपुगी बुढाले छोडेर विदेश गइहाल्यो, अब बुढो आउने जेलमा त अर्कै पहिलाई जान्छे होला भन्थे। भने हेर्न त्यहाँ कति न, अब त बुढाले टन्नै पैसा पठाइहाल्छ क्यारे, के बोल्थी त हामीसँग भन्थे। तर सुन्तली यी सबै कुराहरूलाई सुने नसुने गरी आफ्नो बाटो हिँड्थिन्। मेरो मनमा कति पीडाहरू छन्, यिनीहरूलाई भन्न पाए भो भन्ने सोच्थिन्। सुन्तलीको घरमा पहिलेकै गाई बाख्रा त छँदै थियो, अब त्यही माथि घरमा भैँसी पनि ल्याएछन्। झन अब सुन्तलीलाई भ्याइ नभ्याइ भयो। आमा, घरमा यत्रो गाई बस्तु छ, त्यही नि किन ल्याउनु भएको भैँसी? किन ल्याउनु नि? तेरो काम छैन, त्यही भएर तँलाई काम होस् भनी ल्याएको नि भन्दै सासू जङ्गिन्छिन्। सुन्तली लामो सास तान्छिन्। हे भगवान, मैले कसरी गर्नु होला यत्रो काम भन्दै हँसिएर नाम्लो बोकी बारीतिर जान्छिन्। केही समयमा घाँसको भारी पनि ल्याउँछिन्। गर्मीको महिना, बिचरा गर्मीले हप हप भइरहेको बेला सासू र नन्द चाहिँ पिँढीमा बसी चिसो मही खाइरहेको हुन्छन्। ला बुहारी हेर्न, हिजोको मही अलिकति रहेछ, पानी हालेर हामीले खायौं, अलिकति बुवालाई पनि दियौं, त्यही भएर मही नै सक्यो। निराश अनुहार लगाउँदै सुन्तली भन्छिन्। भइगयो आमा, तपाईहरुले खानु भएको पनि मैले खाएको जस्तो हो भन्दै एकछिन आराम गर्न भनी आफ्नो कोठातिर लागिन्। तर सुन्तलीको मनमा भने चिसो अमिलो मही सम्झेर मुखमा पानी नै आइसकेको थियो। मुखमा पानी आएर मात्रै के गर्नु, खानको लागि घरमा थिएन। त्यही बेला रमेशले विदेशबाट फोन गर्यो। बुढी, मैले तिमीलाई अलिकति पैसा पठाइदिएको छु, तिमीलाई के लाउन मन लाग्छ, के खान मन लाग्छ खाऊ है। आज भोलि मेरो यहाँ धेरै काम छ, त्यही भएर पहिलाको जस्तो फोन गरिरहन पाएको छैन, चिन्ता नगर है भन्दै केही कुराकानी गरेर फोन राखिदियो। यो सबै कुरा बाहिरबाट नन्दले सुनिराखी रहेछिन्। हत्त नपत्त गई सबै कुरा आफ्नो आमालाई लगाइन्। बुहारी, ए बुहारी, हजुरआमा भन्दै सासू भएको ठाउँमा आइन्। किन बोलाउनु भएको आमा? छोरा विदेश गएको पनि 1 वर्ष भइसक्यो, अझै यो चुइने छानो फेर्न सकेको छैन। किन भनेको त, कमाएको जति सबै तँलाई पठाउँदो रहेछ, अनि कहाँबाट फेरिन्छ त छानो? त्यस्तो होइन आमा, घरमा पनि पठाउनु भएको छ, मलाई थोरै मात्र पठाउनु भएको छ। अझै मुखमुखै लाग्छेस्? छोरी, भाउजूसँग गई दाइले कति पैसा पठाएको हो झिकेर ल्याइज है। किन चाहियो यसलाई पैसा? खान पाइराखी छे, लाउन पाइराखी छे। हिँड्नु भाउजू, पैसा निकाल्न भन्दै सुन्तलीलाई जबरजस्ती बैंक लगेर पैसा झिके र सबै पैसा सुन्तलीको नन्दले लिइन्। सुन्तलीले केही भन्न पनि सकिनन्, बस आँसु खसाल्दै बसिरहिन्। यति हुँदासम्म पनि सुन्तलीले कहिल्यै पनि रमेशलाई कुरा लगाइनन्। एक दिनको कुरा हो, सुन्तली घाँसको बारी बोकेर घर आइरहेकी थिइन्।
त्यत्तिकैमा उनको चप्पल चिप्लिएर लडिन् र उनको खुट्टामा ठोकिएर ठुलो घाउ भयो। उनी हिँड्न पनि सकिनन्। उनी हिँड्न नसकेपछि उनीसँगै गएका साथीले उनलाई घरसम्म बोकेर ल्याए। लौ न, के भयो यस्तो बुहारीलाई भन्दै ससुराबा आतिए। तर सासु र नन्द भने यसले काम गर्नुपर्छ भनी नाटक गरेको भन्ने सोच्दै त्यति जाबो घाउ हुँदा पनि अर्कैले बोकेर चाहिँ ल्याउनु पर्दैन है, यो त अति नै नाटकी रहेछ भन्दै सासु कराउन थालिन्। कति कराको हो यो बुढी, तँलाई यति भएको भए बल्ल चाल पाउँथिस्। धेरै नकरा, तैँले बुहारीलाई अति गरिस्, अब चुप लागेर बस भन्दै झोक्किँदै ससुराबाले सुन्तलीलाई स्वास्थ्य चौकीमा लगेर औषधि उपचार गरी घरमा ल्याए। बुहारी, अलि दिन तिमी आराम गर है, पानीमा घाउ नभिजाऊ, घरको कामको केही चिन्ता नलिनु, तिम्रो सासु र नन्दले गरिहाल्छिन् नि। अब बुहारीलाई त्यहाँ आराम गर्न दिने, केही काम लगाउने होइन है, तिमीहरूको आमा छोरीले बुझ्यौ भन्दै झपारे। ससुराबाले यति दया माया देखाउँदा सुन्तली खुसी हुँदै खुसीको आँसु पो खसाल्न थाल्छिन्। ससुराको यति गाली खाएपछि बल्ल सासु आमाको बानी अलि सुध्रियो। दिनहरू यसरी नै बितिरहेका थिए। अब सुन्तलीको पनि घाउ निको भएर यताउति गर्न सक्ने बाँकी थिइन्। सासुले पहिलाको भन्दा अलि कम काम हराउँथिन्, पहिलाको भन्दा अलि माया गर्न थालेकी थिइन् भने नन्दको बिहेको लागि पनि तयारी चलिरहेको थियो। केही दिनपछि नन्दको पनि बिहे भयो। घरमा सासु ससुरा र बुहारी मात्र भए। यसरी नै दिनहरू बित्दै गयो। अब रमेश पनि आउन केही समय बाँकी थियो। त्यतिकैमा नन्द रुँदै माइती आइन्। उनी रुनुको कारण आमा र भाउजूलाई सुनाउँछिन् अनि भन्छिन्, भाउजू, सायद भगवानले मलाई तपाईलाई मैले गरेको व्यवहारको कारणले यो सजाय दिनु भएको होला। अहिले मेरो नि नन्द छिन्, मलाई साह्रै दुःख दिन्छिन् भन्दै माफ मागिन्। सुन्तलीले पनि सजिलै माफ गरिदिइन्। छोरीको यो हालत देखेर सासु पनि निराश अनुहार बनाउँदै, बुहारी, मैले तँलाई धेरै नराम्रो व्यवहार गरेँ, त्यही पनि छोरा नभएको बेलामा मैले धेरै दुःख दिएँ। सक्छस् भने मलाई माफ गरिदेन है, माफ मागिरहनु पर्दैन आमा। आमा एउटै घरमा बसेपछि कहिलेकाहीँ राम्रो कहिलेकाहीँ नराम्रो त भइहाल्छ नि भन्दै मिलेर बस्न थाले। अब रमेश पनि विदेशबाट आइपुग्यो। घरमा आउँदा सबैजना मिलेर अनि खुसी साथ बसेको देखेर ऊ पनि साह्रै खुसी भयो। अब घरको चुइने टिन पनि फेरियो। बहिनी पनि खुसी साथ आफ्नो घर गइन्। यता सुन्तली र रमेशले मिलेर घर व्यवहार पनि खुसी साथ चलाउन थाले। भन्दै यो कथा यही सकिएको जानकारी गराउँदछु। कृपया तपाईहरूलाई कस्तो लाग्यो? सल्लाह सुझावको लागि कमेन्ट बक्समा गई कमेन्ट गरिदिनुहोला। साथै लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनुहोला।